यो चरा उत्तर अमेरिकामा पाइने एउटा प्रजातिको चरा हो, जुन चरा रुखमा गुँड लगाउँदैन, माटोमा गुँड लगाएर माटैमा अन्डा उत्पादन गर्छ र माटैमा आफ्नो बच्चाहरू जन्माउँछ। यसलाई धेरै राम्रो ठाउँ पनि चाहिँदैन। आफ्नो शारीरिक बनोटका आधारमा प्राकृतिक रूपमा सहज हुने र एडेप्टेड ठाउँ उसले खोजेर बस्छ र सकेसम्म मान्छेहरूले ढुङ्गा हो अथवा चरा हो भन्ने कुरो थाहा नहोस् भन्ने उसलाई लाग्दछ। किनभने एउटै रङ्गमा बसेपछि शत्रुले उसलाई चाहिँ झट्टै देख्न सक्दैनन् भन्ने उसको धारणा हुन्छ। त्यसैले ऊ अहिले यसरी बसिरहेको छ। अहिले यसको काम अन्डा पारिसकेको छ र यसले अन्डा कोरल्नको लागि चाहिँ बसेको छ। केही दिनमा सायद यसले बच्चाहरू जन्माउँछ र अनि त्यसपछि ऊ यहाँ बस्दैन, ऊ बच्चा लिएर हिँड्छ। यो बडो एग्रेसिभ पनि हुन्छ। यो मान्छेहरू नजिक आउँदा यो एग्रेसिभ हुन्छ र डराउँछ पनि। सिकारीहरू हुन् कि भन्ने उसलाई भान पर्न नि सक्छ। त्यसैले ऊ अलिकति डराएको भानमा हुन्छ। कहिले पोजिसन लिन्छ उड्नको लागि, उडिरहन यसले पोजिसन लिइरहेको छ। यदि मलाई आक्रमणै गर्न आएको हो भने उड्नुपर्छ भन्ने उसले चाहिँ त्यो मनस्थिति बनाइसकेको छ र त्यसैले ऊ त्यो पोजिसनमा मैले जता भिडियो खिच्दैछु ऊ त्यतै फर्किरहेको अवस्था पनि हुन सकिन्छ र यसले ठुलो विचित्रको आफ्नो पखेटालाई फिजाउन पनि सक्छ। म अहिले यता सरेको थिएँ, ऊ पनि त्यसरी नै मतिर नै फर्किरहेको छ। उसलाई थाहा छैन हामीले उसलाई माया गर्छौँ भन्ने कुरो उसलाई थाहा छैन। त्यसैले पनि ऊ डराइरहेको छ र ऊ डराउनु पनि स्वाभाविकै हो। किन सबै मानिस एकै किसिमका हुँदैनन्। कसैले यसलाई शिकार गरेर लान पनि सक्छन्। त्यसैले उसले यो सोच्नु स्वाभाविक पनि हो। तपाईँहरूलाई यसले पारेको अन्डा देखाउन गइरहेको छु। अन्डा यसका 4वटा अन्डाहरू छन्, जुन अन्डालाई उसले चाहिँ दिनभर बसेर कोरिरहेको हुन्छ। यसको लागि खाना यसको भालेले ल्याइदिन्छ। बेला बखतमा भाले यहाँ आएको हामीले देख्न सक्छौँ र उसले खाना दिन्छ र ऊ चाहिँ खाना खोज्न हिँडिरहेको हुन्छ। यति बेला भाले बाहिर गएको अवस्थामा हामी यहाँ आइपुगेका छौँ। नजिक नजिक यी दुइटै आइपुगेका छन् तर मैले केही गर्दिनँ। अब भाले आएर बस्यो, कोरल्न गयो। अब यो चाहिँ आफ्नो खाना लिएर जान खोजिरहेको छ। यो दुइटै अहिले यहाँ आएर बसेका छन्। दुइटै यहाँ छन्। यो सर्लक्क गुणबाट निस्कियो, ऊ अहिले आएर बसिरहेको छ। र एउटा रमाइलो र अचम्मको कुरो के छ भने यिनीहरूले जमिनमा फुल अन्डा पारेर यस्तो हावा हुरी असिना पानी घाम सबै यिनीहरूले चाहिँ थ्याक्न सक्ने अवस्थामा यिनीहरू चाहिँ बसिरहेका हुन्छन्। त्यस्तो देखिन्छ र यिनीहरू शत्रुले आएर हामीमाथि आक्रमण गर्छ कि भन्ने पनि सोच्छन्। तर चाहिँ यस्तो अवस्थामा पनि यो जमिनमा यिनीहरू बस्छन्, जहाँ खुल्ला ठाउँमा आफूलाई चाहिँ पाइक पर्ने ठानेर बसेका हुन सक्छन् र यस्तो खुल्ला आकाश मुनि बसेर हरेक कुराहरूको सामना गरेर आफ्नो उत्पादन गरिरहेका हुन्छन्। अब भाले आयो, भालेले चाहिँ आफ्नो चाहिँ गुण सम्हाल्यो। अब पोथी खानाका लागि चाहिँ बाहिर निस्किरहेकी छ। सायद यिनीहरू दुवैजना यहाँ अहिले मेरै अगाडि छन्। म यहाँबाट ननिस्किन्जेल चाहिँ यिनीहरू दुईजना हिँड्दैनन्। किनभने यिनीहरूलाई थाहा छ यसले आक्रमण गर्यो भने हामी दुवैजना एकैचोटि यसमाथि आक्रमण गर्नुपर्छ भन्ने यिनीहरू सोचिरहेका हुन सक्छन्। त्यसैले दुइटै यहीँ छन् र हेर्दा लामा घोडा र अगाडिको कण्ठे घाँटी लामो चुच्चो भएको
खैरो रङको यो उत्तर अमेरिकामा पाइने चरा मध्येको एउटा चरा हो। जुन चराको यो अन्डा औषधि पनि हुनसक्छ, औषधीय गुण भएको अन्डा पनि भन्न सकिन्छ। किनभने जमिनमा यसरी अन्डा पार्ने चराहरू हाम्रोतिर हुटिट्याङ भनेर भनिन्थ्यो। हुटिट्याङका अन्डाहरूले अन्डा खाँदाखेरि गर्मी फाल्छ पनि भन्थे। त्यस्तै ठ्याक्कै त्यही हुटिट्याङकै पाराका अन्डाहरू छिरबिरे कालो रङका अन्डाहरू छन्। भालेपोथी अहिले यहीँ छन् र यिनीहरूले मलाई हेरिरहेका छन्, यो कतिखेर जान्छ र हामी जाउँला भनेर पोथीले कुरिरहेकी छ। र यिनीहरूको बारेमा अब मैले धेरै भन्नु पनि छैन। यी अहिले शान्त छन्, यिनीहरूले बुझिसके कि अब मलाई यसले केही गर्दैन भन्ने बुझेर सायद उनीहरू अहिले ढोक्कले बसिरहेका छन्। यसो हेर्दा यी दुइटै चराहरू घरमा पालिएका हुन् कि जस्तो पनि लाग्न सक्छ, तर यी घरमा पालिएका चराहरू होइनन्। अगाडिबाट हेर्दा सुन्दर देखिने यी चराहरू मैले बोलिरहेको सुनिरहेका छन्। ऐनालाई लाग्ला यसले हामीलाई के गरिरहेको छ भन्ने पनि लाग्न सक्छ र केही सोचमा यिनीहरू छन्। अहिले दुवै एकै ठाउँमा आएर बसेका छन्। अलिअलि एग्रेसिभ पनि देखिन्छ त्यो पोथी चाहिँ। भाले चाहिँ अलि एग्रेसिभ जस्तो देखिन्छ। त्यसले बाहिर निस्किन खोजेको छ, तर चाहिँ म यहाँ भएको हुनाले निस्किन सकिरहेका छैन। यी दुइटै सँगै बसिरहेका छन्। अब तपाईँहरूलाई हामी यसको अर्को पार्ट, जसले बच्चा जन्माइसकेपछि अनि यसका क्रियाकलापहरू के गर्दो रहेछ, कसरी खुवाउँदो रहेछ, कसरी हिँडाउँदो रहेछ, यी सबै कुराहरू सकेसम्म हामी तपाईँहरूलाई दिने प्रयास गर्नेछौँ। आजलाई यति नै, धन्यवाद।